5 वर्ष पछाडि सुकुम्बासी बस्ती घुम्न आएको साथीहरू हेर्नु त यही हो कि खोला त्यो सुकुम्बासीको बस्ती छेउको खोला यही हो। अनि यहीँतिर त्यो सुकुम्बासी बस्ती थियो क्या, यहीँतिर सुकुम्बासी बस्ती थियो। यस्तो दामी भएछ हेर्नु त 5 वर्ष पछाडि हाम्रो बालेन दाइले कस्तो गर्नुभएछ लु हेर्नु त, कस्तो दामी बनाएछ नि त लु हेर्नु त। पार्क पो बनिसकेको छ सुकुम्बासी बस्ती, यस्तो दामी पार्क बनिसकेको छ हेर्नु त साथीहरू। सुकुम्बासीहरूले सबले अहिले लाल पूर्जा पाएर आफ्नो घरमा मजाले चिनाचाटी गुजारिरहेका छन्। अनि हेर्नु त त्यो सुकुम्बासी बस्तीको खोला हेर्नु, अनि यसको छेउछाउ हेर्नु कस्तो दामी भएछ। आम्मामामामा लु हेर्नु त, यस्तो दामी हुन्छ भनेदेखि किन नहटाउनु त होइन, किन डोजर नलगाउनु। अब भन्नुहोस् त साथीहरू, यो बालेन दाइले डोजर लगाएर ठिक गरे कि गरेन त। लु हेर्नु त कस्तो दामी छेउछाउमा फुलहरू हेर्नु न, कस्तो दामी दामी फुलहरू, कस्तो दामी भएछ सुकुम्बासी बस्ती त। आहा हेर्नु न, त्यहाँ एक्सर्साइज गर्ने ठाउँहरू पनि बनाइदिएको रहेछ है। आम्मामा सुकुम्बासी बस्ती यहीँ थियो कि, यहीँ यो पुरै यहाँ सुकुम्बासी बस्ती यो पुरै डोजर लगाएर खतम बनाएको हो कि यो। यहाँ यस्तो ठुलो सुपारीको रुख, यहाँ हेर्नु न खोला, सुकुम्बासी बस्तीको खोला कस्तो दामी भएछ हेर्नु त। ऊ त्यो पल्लोपट्टि हेर्नु, त्यहाँतिर त्यो उयोहरू, त्यहाँ पुरै किनारमा यो किनारमा यो रुखहरू छ नि, यो फुलहरू, त्यहाँ सबै सुकुम्बासी बस्ती थियो क्या। अहिले त यस्तो दामी भएछ लु हेर्नु त साथीहरू, कस्तो दामी भएछ त लु हेर्नु त। आहा यस्तो दामी हुन्छ भनेर कसैले सोचेको थियो होला त। लु हेर्नु त सुकुम्बासी खोला, सुकुम्बासीको बस्तीको छेउको खोला यस्तो कस्तो दामी भएछ। आमै म त छक्क परेँ, यस्तो दामी हुन्छ भनेर कसैले सोचेको थियो त। ल हेर्नु है सुकुम्बासी बस्तीमा तपाईँहरूलाई आज मजाले म घुमी देखाउँछु। अहिले 5 वर्ष पछाडिको हो है यो दृश्य चाहिँ, 5 वर्ष पछाडि। अहिले त सुकुम्बासीहरू सबले लाल पूर्जा पाएर आफ्नै घर आफ्नै व्यवसाय गरिरहेका छन्। हेर्नु त यस्तो दामी बनाएछ सुकुम्बासी बस्ती, यही खोला हो, यही छेउछाउमा थियो सुकुम्बासी बस्तीको पुरै बस्ती। यहाँतिर डोजर चलेको यही हो है, बालेन दाइले चलाएको डोजर चलाएको ठाउँ चाहिँ यही हो। अहिले त यस्तो दामी भएछ आमा। यहाँ छेउमा फेरि उतापट्टि कत्रो कल कारखाना बनाएको थियो क्या, नयाँ कल कारखाना जस्तोहरू छ है, कल कारखाना खोलेको जस्तो छ यहाँ छेउछाउमा। वा यस्तो विकास भनेको त यसरी हुँदो रहेछ कि, गऱ्यो भने के हुँदैन भन्थ्यो, हो र छ हौ। लु हेर्नु त सुकुम्बासी बस्तीको खोला, सुकुम्बासी बस्तीको किनार यस्तो दामी रोड बनाइदिएछ हिँड्नुलाई होइन, एक्सर्साइज गर्नुलाई, कुद्नुलाई। ओहो हो लु हेर्नु सुपारीको रुखहरू कस्तो दामी दामी। ठाउँमा क्यामेरा पनि लगाइदिएको रहेछ फेरि, यहाँनिर केही उत्पात गर्नु पाइएन फेरि। फुल हेर्नु कस्तो दामी। आहा सुकुम्बासी बस्ती लु कस्तो लाग्यो त तपाईँहरूलाई बालेन दाइले गरेको काम।